Hello guys, welcome back to new vlog. हामी आज जाँदै छौं जूमा केसमा थाहा छैन, अहिलेसम्म थाहा छैन हामी कुन जू जाँदै छौं. नो आइडिया भान्जो प्लिज. हामी जू सान्तो इनासियो जाँदै छौं आज. जू सान्तो इनासियो पोर्तो पोर्तुगाल. धेरै खुसी लागिरहेको छ. विला दी गाया पोर्तो. ल गाइस, हामी घरबाट निस्किसकेका छौं जू जानको लागि. जूको नाम के हो भन्छौ? जू सान्तो इनासियो हो नाम. उतेसमा विला दी गाया पोर्तुगाल. पोर्तो पोर्तुगाल. हामी त्यहाँ जाँदै छौं. त्यो त एकदमै ठुलो जू हो. उता म्याप नै दिन्छ, तर त्यो चाहिँ अहिले एकछिनमा देखाउँला हामी. ओके, हामी के हुन्छ हामी देखाउँदै जाने छौं. हामी सब हाम्रो साथमा समर्पण सिलवाल, साथै यता हेर्नु समृद्धि सिलवाल पनि हुनुहुन्छ. हामी 3 जना घुम्न जाँदै छौं गाइस. हाम्रो ब्लग हेरेर सपोर्ट गरिदिनु होला. ब्लग मन पर्यो भने सब्स्क्राइब गर्न नबिर्सिनु अनि उ त्यो लाइकलाई हिट गर्छ. ओके, हामी गाडी चढिसकेका छौं. कहाँ जानको लागि भन्छ? भान्जी खोइ देख्न सक्नुहुन्छ. हामी देखाउँदै जाने. Eu vou pro bar, eu vou tá perdido. Volto no amanhecer, ninguém vai me ver. Sexto, हामी चाहिँ अहिले गाडीमा छौँ. अब केही समयपछि हामी विला दी गाया जूमा पुग्नेछौँ. त्यसको लागि हामीले केही समय प्रतीक्षा गर्नुपर्ने हुन्छ. थोरै गाडीको यात्रापछि लगभग 6.2 किलोमिटर भनेको 10 मिनट जति हामी गाडीमा गएपछि हामी फाइनल्ली जूमा पुग्नेछौँ. त्यति धेरै दूरीमा छैनौँ अहिले. No bar do João, não me procura porque não vai achar não. Não vai me achar não. Eu vou pro bar beber, toda perdido, volto só no amanhecer, ninguém vai me ver. Sexto, 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 é dia de estar perdido. फाइनली हामी चाहिँ आइसकेका छौँ. भान्जो वेलकम इन्ट्रादा. यहाँबाट चाहिँ इन्ट्री हुने ठाउँ रहेछ होइन. हामी अगाडि जाँदैछौँ. बस्नलाई ठाउँहरू नि छ. ओके, अरू के छ? हामीले स्पोइलर दिँदैनौँ अहिलेको लागि. हजुरहरूलाई टिकट काटेपछि नोटिफाई गर्नुहोला. ओके. गेटबाट छिर्ने बित्तिकै फोटो खिच्न मिल्ने रहेछ र हामीले फोटोसोटो खिचेर फेरि हामी आफ्नो जर्नीतिर अगाडि बढेका छौँ. हेर्दै जानुहोस् कस्तो हुन्छ आजको भ्लग र आजको भिडियो पोर्तोको जूमा. जूको म्याप पाइसकेका छौँ अनि हजुरहरूले देख्न सक्नुहुन्छ कि यो जू एकदमै ठुलो छ. अहिले त आज त झन् कस्तो लक्की दिन हो नि. वेदरले पनि हामीलाई एकदमै साथ दिएको छ. फाइनली हामी जूभित्र आइसकेका छौँ. हामीले चाहिँ यति धेरै मेहनत गरेर आएको त सुरुमै भैँसी हेर्न पायो गाइस. भैँसी चाहिँ त्यता छ होइन. कता हो देख्दिनँ र म त.
भैँसी बाख्रा हेर्न पायो होइन। योभन्दा पहिला भैँसी देखाएको थियो कि थिएन मान्छे? कस्तो लाग्यो यहाँको भैँसी? सेम लाग्यो। डिफ्रेन्ट के भयो? एसियन वाटर बफेलो हेर्न चाहिँ हामी आइपुगेछौँ जिउमा होइन। यो चाहिँ तर नेपालमै पाउने रहेछ होइन। यता पाउने रहेछ र यो चाहिँ यहाँ बसिरहेको छ यता। इन्फर्मेसन चाहिँ गलत दियो। त अर्कै छ त नि। पेट्रोल एउटा ढुङ्गा जस्तै हो। यहाँभित्र के छ भान्जो? यहाँ चाहिँ एकदमै सानो सानो कटन हेडेड ट्यामरिन भन्ने एउटा टाइपको बाँदर छ। हजुरहरूले हेर्न सक्नुहुन्छ। खोइ कहाँ छ? उतै माथि। कस्तो सानो छ। This is the enclosure for a tree. What? Maintenance ma tha ho yo ठाउँमा केही छैन. It is in maintenance or something. Kind of real panda. तर हुन चाहिँ यो कुराहरु पाण्डाहरुसँग रिलेटेड नै होइन नि, थाहा थियो? किन होइन? योहरु रकुनहरुसँग चाहिँ झन् रिलेटेड हो। पाण्डासँग होइन? यो त नाम चाहिँ रेड पाण्डा हो तर पाण्डासँग रिलेटेड छैन। यो झन् सिमिलर रकुनसँग चाहिँ हो। यो चाहिँ यहाँ मात्र You are gonna love it. From now on, it is no more monkeys. It is tigers. The serious. डर लाग्यो। हाय भन्नु न। यहीँनिर छ होइन? सास फेरिरहेछ। सास फेरिरहेछ। बुढी माथि तल माथि तल। बाघ खै? डर लाग्यो है मलाई चाहिँ। बाघ यति नजिकबाट देख्दा। बाघ हेरेर एकदम डर लागिरहेछ होइन। अब अरू के पाइन्छ हेर्दै जाऊँ। के हो यो? के नाम हो यसको? Lions. Where? The Jeddah lions. Right there. नेपालीमा भन्नुपर्दा सिंह। सिंह हेर्न हामी जाँदैछौँ गाइज। वाउ, सुपर सुपर। मैले भिडियोहरू हेर्दा चाहिँ यो माथि लाइन हुन्छ भनेर एक्सपेक्ट गरेको थिएँ गाइज, तर लाइन उता कुनामा सुतिरहेको रहेछ, देखिँदैन होइन। मैले फोटो चाहिँ खिचेको छु, तर यो माथि हिँडिराखेको भए एकदमै राम्रो हुन्थ्यो, तर मैले एक्सपेक्ट गरेको जस्तो भएन।
तर नि हेरेर मनोरञ्जन गर्ने चाहिँ पक्कै भएको छ। अब हामी अब अगाडि के भेटिन्छ हेर्न जाँदैछौँ गाइस। Spotted hyena is considered the largest of all hyena species. It has a dog-like snout, round ears, well-muscled neck and shoulders, and the back is slightly slanted as the front legs are longer than the hind legs. The front are extremely short, but turn down narrow, tiny back on the bite. हामी आज के भयो रे? आज मामा अलिकति अनलकी भएछ, नत्र त्यो लायन त्यो माथिको ऱ्याम्पमा आउँथ्यो होइन। बेस्ड अन माई एक्सपिरियन्स त्यो दामी थियो। तर आज गएर कुनामा सुतिदियो के गर्न सकिन्छ र होइन। तर पनि मैले हेरेर रमाइलो माने, खुसी लाग्यो। लाइन देख्दाखेरि डर पनि लाग्यो अलिअलि त है। वाह के हो त्यो? त्यो लामो लामो घाँटी भएको माउन्टेन लाइन देखिन्छ त्यहाँ। त्यहाँ माउन्टेन लाइन देखिन्छ। माउन्टेन लाइन पनि पाउँछ। हिमचितुवा फाइनली अस्टेज भएको ठाउँमा आइपुगेको छ होइन। अनि यहाँ के हो यो अस्ट्रिच हो। कहाँ छ अस्टेज? त्यहाँ पछाडि टेक गरिरहेको छ। अस्टेज यहाँ छ। यस्तो छ भने हामीले लगेज प्लेट बनाइराखेका छौँ। यो अस्ट्रिचको यो त फन फ्याक्ट, यो एकदमै जाडो भाग्न सक्छ। यताको यति राम्रो भ्यूसँगै हामी यहाँ बसेर के खाँदैछौँ? आइसक्रिम खाँदैछौँ। यता एकदमै राम्रो नजारा, जिराफहरू देख्न सकिन्छ। भर्खरै थियो कता गयो जिराफ? खोइ उता छ। कस्तो लागिरहेको छ त नि आज? हामीलाई त दामी लाग्यो। फाइनली गाइस कङ्गुरु यहाँ छ। तर सानो सानो रहेछ है। अस्ट्रेलियामा कति धेरै पाइन्छ अरे है? के हो? So cute. आयो आयो। यो देखेर मुदेनको याद आयो भने यो
के हो यो गेको छ भन्छ हाम्रो चाहिँ जू हेरेर सबै कम्प्लिट भयो ल चियर्स हाम्रो यो एक्सप्लोर गर्ने पार्ट सक्यो अब हामी कहाँ जाँदैछौँ हामी लन्च खान जान्छौँ लन्चको लागि बटर चिकन नान एन्ड बटर चिकन एन्ड बबल टी कसको लागि हामी दुवैजनाको लागि ओके तीनजनाको लागि हामी कहाँ अहिले बोबा शप के अर्डर गरेको भान्जीले मैले क्लासिक कफी टी बोबा अर्डर गरेँ भान्जीले के गरेको सेम ओके हजुरले नि सेम